साथीहरु अहिले हाम्रो नेपालमा चाहिँ हामी नेपाली जति गिर्न सकिन्छ त्योभन्दा गिर्ने ठाउँ हुँदैन त्यति गिरेर चाहिँ कसैको विरोध गरिन्छ, आलोचना गरिन्छ, उडाइन्छ, ट्रोल बनाइन्छ, गिज्याइन्छ भने त्यो माननीय हर्क साम्पाङलाई नै हो। यतिसम्म भनिन्छ कि उनी ढुङ्गे हुन्, पाखे हुन्, उनी हली हुन्, कुल्ली हुन् रे हैन। अनि उनले चाहिँ क्युआरमा पैसा उठाएर चाहिँ दुनियाँलाई ठगेको जसरी, दुनियाँलाई ठगेको जस्तो उनलाई उडाइन्छ, ट्रोल बनाइन्छ। उनले नेपालीलाई श्रम गर न, काम गर, काम गर्नुपर्छ भन्दाखेरि उनलाई ट्रोल बनाइएको छ, अहिले उडाइएको छ हैन। हो, हामीलाई थाहा छ यो जमाना भनेको प्रविधि, टेक्नोलोजी र एआई को जमाना हो। दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो, विश्व कहाँदेखि कहाँ छ त्यो पनि हामीलाई थाहा छ। तर हामीलाई के थाहा छैन भने हामी कुन अवस्थामा छौँ। अहिले हामीले बुझ्नुपर्ने, गर्नुपर्ने काम के हो त्यो हामीले कहिले पनि बुझ्ने प्रयास गरेको छैनौँ क्या। हामीले खालि के देखिएको छ भने दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो, दुनियाँले के गर्दैछ, के खाँदैछ हैन, के चलाउँदैछ, के लाउँदैछ, त्यही मात्रै हामीले देखिरहेका छौँ। हाम्रो अवस्था के छ त्यो हामीले कहिले पनि सोचेका छैनौँ। अनि हामीले अहिले जुन देश हैन आधुनिकतामा होस्, चाहे एआईको जमानामा होस्, चाहे एआईको कुरामा होस् हैन, जति पनि शक्ति सम्पन्न धनाढ्य राष्ट्रहरू ती व्यक्तिहरू छन्, तिनीहरूले खाने भनेको त अन्न नै होला नि त। अनि तिनीहरूले आविष्कार गरेका ती जति पनि आधुनिक हात हतियारदेखि लिएर आविष्कार गरेका, निर्माण गरेका सामग्रीहरू त उनीहरूले आकाशमा गएर आकाशबाट टिपेर ल्याएको त होइन होला। उनीहरूले त्यो हावाबाट ल्याएर चाहिँ उनीहरूले त्यो आविष्कार गरेको, निर्माण गरेको त होइन होला। सबै माटो, ढुङ्गा, जमिनबाटै निकालेको होला होइन। त्यो कुरा हामीले कहिले बुझ्ने। अनि अहिले हर्क साम्पाङले चन्दा उठाएको कुरा एकदमै ट्रोल बनाइएको छ। त्यो कुरा चाहिँ म के भन्छु भने जति पनि साथीहरूले हर्क साम्पाङको त्यसरी विरोध गरिराख्नु भएको छ नि, तपाईँले कति रुपियाँ चाहिँ सहयोग गर्नुभएको थियो हैन। अनि तपाईँको नेता मन्त्रीले यसरी दुनियाँलाई ठगेर, दुनियाँलाई उल्लु बनाएर चाहिँ ठगेको पैसा परिपूर्ति गर्नको लागि हर्क साम्पाङले चन्दा उठाएको होइन क्या। हर्क साम्पाङले चाहिँ जुन नेपालीहरूको चाहिँ, जनताहरूको चाहिँ मन जितेर हर्क साम्पाङले काम गर्छ है भनेर हर्क साम्पाङ मार्फत चाहिँ उनीहरूले 1-2 पैसा सहयोग गरेर चाहिँ एउटा हैन अलिकति दुर्गम क्षेत्रहरूमा चाहिँ अहिले एउटा एक्जाम्पल मानिदिउँ, दार्जुलामा श्रम अभियान चलाएर चाहिँ पुल बनाउने काम चलिरहेछ नि, हो त्यस्तो कामहरू गरेको हो क्या हर्क साम्पाङले भनेको। त्यो तपाईँहरूको नेताले जस्तो दुनियाँले ठगेको पैसा परिपूर्ति गर्नको लागि चन्दा उठाएको होइन, त्यो कुरा बुझ्नुपर्छ क्या। के लाग्छ साथीहरू, आफ्नो भनाइ कमेन्ट गर्नुलाई त।